के गर्दै थियौ तिमीहरू? केही होइन घरबेटी बा, हामी त सुत्न लाथ्यौं। अनि खाना खायौ त तिमीहरूले? खा छैन घरबेटी बा, घिचेको मात्रै। त किन बढी बोलेको के? फसाउन मन छ? यो कोठामा त लेडिज पर्फ्युमको बास्ना आइरहेछ त, के हो पारा? खत्तम। खोइ कहाँ घरबेटी बा, मलाई त आएको छैन त। ओइ, तँलाई पर्फ्युमको बास्ना आइरहेछ त? मलाई पनि आएको छैन, बरु तेरो कुहिएको मजा चाहिँ गनाइरहेछ। मेरो मजा किन छुको तैले? जहाँ थियो त्यही राख। नाटक नगर है तिमीहरू, हरहरी बास्ना आइरहेछ मलाई। छै, मोजाको पनि हरहरी बास्ना आउँछ र घरबेटी बा? मोजाको त दुर्गन्ध पो आउँछ त। विश्वास नलागे दिउ त मोजा, सुङ्ने हो? चुपलाक, मोजाको होइन, पर्फ्युमको कुरा गर्दैछु म। घरबेटी बा पनि आफैले घरबेटी आमाको पर्फ्युम लाएर आउनुभयो होला, अनि हामीलाई दोष लाउनुहुन्छ। म यति राति तेरो घरबेटी आमाको पर्फ्युम लाएर हिँड्छु? ए भनेपछि दिनमा चाहिँ लाएर हिँड्नु हुँदो रहेछ घरबेटी बाले। को हाँसेको थियो? को हाँसेको भर्खर? म हो घरबेटी बा, मैले हाँसेको भर्खर। मलाई नढाटे, केटीको आवाज सुनेको थिएँ मैले। मै हो क्या घरबेटी बा, म केटा र केटी दुइटै आवाजमा हाँस्न सक्छु। फेरि हाँसेर देखाम। यो कसरी हुन सक्छ? फेरि हाँस्दा एकचोटि। अरे तिमीहरू बसेको 1 वर्ष भइसक्यो, आजसम्म यसरी हाँसेको सुनेको थिइनँ त मैले। यो मेरो वरदान हो के घरबेटी बा, म राति मात्रै केटी जस्तो हाँस्छु, दिनमा त मेरो हाँसो पुरै केटाको हुन्छ नि। राति पनि यसरी हाँसेको सुनेको थिइनँ त मैले। कसरी सुन्नुहुन्छ त घरबेटी बा? तपाईँ रात पर्ने बित्तिकै घरबेटी आमासँग बत्ती मारेर बिजी भइहाल्नुहुन्छ। सुन्नलाई त हाम्रो कोठातिर आउनु पर्यो नि। के भनिस् रे गोरु? म जति नै बिजी भए पनि तिमीहरूको आवाज सुनेर आउँछु, बुझेस्? हाम्रो आवाज चाहिँ थाहा भएन घरबेटी बा, तर हामीले चाहिँ तपाईँको र घरबेटी आमाको आवाज प्रष्टै सुनेर आउँछौँ। बुढो भए नै स्टामिना चाहिँ बबाल रहेछ है तपाईँमा। के रे भात मारा? यो के हो? के घरबेटी बा, के देख्नु भयो तपाईँले? मेरो अनुहार हेरेर देख्छस्? उ त्यहाँ हेर। ए यो त ब्याग हो नि घरबेटी बा, त्यति नै थाहा छैन तपाईँलाई? ब्याग हो त्यो मलाई पनि थाहा छ गोरु, तर यो लेडिज ब्याग यहाँ कसरी आयो? त्यही त कसरी आयो? म नि छक्क परिरहेको छु, कसरी चाहिँ आएछ? ओइ, यो लेडिज ब्याग यहाँ कसरी आयो? मलाई के थाहा कसरी आयो? घरबेटी बालाई थाहा होला नि। घरबेटी